Namaste and good morning everyone. My name is Kasmi Acharya, student of the Eastern Empire College of Hotel Management, representing the girls group of 12 batch of ADHM. We were given the project of entrepreneurship in which the market of the Damak, Pathri and Urlavari needs to be explored and come with the conclusion of business idea related to hospitality. After all the research and exploration of the market of Damak, Pathri and Urlavari, we came in conclusion to open a bakery in which the library is there and everything is made up of antique pieces, stones and woods. र हाम्रो बिजनेसको नाम चाहिँ ब्रेड एन्ड स्टोरी रहेको छ र तपाईहरुले नामले नै प्रष्ट हुनुभयो होला। ब्रेड भन्नाले चाहिँ बेकरीलाई रिप्रेजेन्ट गर्छ भने स्टोरीज भन्नाले चाहिँ लाइब्रेरीलाई रिप्रेजेन्ट गर्छ। चाहे तपाई एकान्तमा आफ्नो क्वालिटी टाइम स्पेन्ड गर्न चाहनुहुन्छ वा आफुलाई मन पर्ने कुनै बुक पढ्न चाहनुहुन्छ भने हाम्रो प्रपर्टी नै तपाईको लागि बेस्ट अप्सन हुन जान्दछ। र हाम्रो होल आइडिया चाहिँ यस प्रकार छ। हाम्रो थीम चाहिँ 90s थीममा रहेको हुँदछ र यहाँको लाइट्सहरु चाहिँ डिम लाइट्स, एन्टिक पीसेस, वुड्स र स्टोन्सले बन्न जाँदछ। र हाम्रो बेकरीमा चाहिँ ब्रेड आइटम्स जस्तै पेस्ट्रीज, मफिन्स, वेफल्सहरु रहदछ भने बेभरेजमा चाहिँ हट ड्रिंक्स र जुसेस मात्रै पाइने गर्दछ। हाम्रो इन्टेरियर र लेआउटको कुरा गर्दाखेरि चाहिँ यहाँ एकदमै कोजी सेटिङ्स रहनेछ। तलको फ्लोरमा चाहिँ बेकरी र क्याफे रहदछ भने माथिको फ्लोरमा चाहिँ लाइब्रेरी र साइडमा पियानो र त्यसको साइडमा पेन्टिङ एरिया पनि रहदछ। र अब कुरा गरौँ मार्केटिङ स्ट्र्याटेजीको। हामीले मार्केटिङ चाहिँ हाम्रो बिजनेसको मार्केटिङ चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ हामीले सोशल मिडियाको हेल्पबाट एकदमै गर्न सक्दछौँ र साथै हाम्रो प्रपर्टीमा चाहिँ पोएटिक इभेन्ट्स हुने गर्दाले पोएटिक आर्टिस्टहरुसँग कोलाबोरेसन गरेर हाम्रो बिजनेसको मार्केटिङ पनि गर्न सक्दछौँ। र अर्को टपिक रहेको छ फाइनान्शियल प्लान्स। हामीले हाम्रो प्रपर्टीबाट चाहिँ कसरी इन्कम गर्ने भन्दा चाहिँ हाम्रो फर्स्ट रेभेन्यू सेन्टर भनेको चाहिँ हाम्रो बेकरी रहदछ, साथै क्याफे अनि लगायत लाइब्रेरी पनि रहदछ। लाइब्रेरीमा चाहिँ कसरी भन्दाखेरि चाहिँ हाम्रो लाइब्रेरीमा चाहिँ डोनेसन पनि गर्न मिल्दछ, साथै हामीले डिफरेन्ट टाइप्स अफ नोभल्सहरुलाई पनि राखेर हाम्रो लाइब्रेरीमा सेल गर्न सक्दछौँ। हाम्रो लाइब्रेरीको चाहिँ युनिक फिचर्स चाहिँ के रहदछ भन्दाखेरि चाहिँ हामीले यहाँ सस्टेनेबल प्र्याक्टिस गर्दछौँ। सस्टेनेबल प्र्याक्टिस चाहिँ कसरी भन्दाखेरि चाहिँ हामीले चाहिँ डिफरेन्ट टाइप अफ प्याकेजिङ गर्दाखेरि चाहिँ रिसाइकल पेपर्सहरुको युज गर्न सक्दछौँ र कुनै पनि लेफ्ट ओभर रहेको छ भने त्यसलाई चाहिँ कम्पोस्ट म्यान्युर बनाएर हाम्रो प्लान्ट्सहरुमा युज गर्न सक्दछौँ। थ्यांक यू।